Yummy. तरिका यसपालि त म चितुला हामी सानो मान्छेले अलिकति सजिलो होस् भन्ने टाइपको त्यस्तो गेम छ भनेदेखि प्लिज Hello everyone, welcome to our new game. र आजको यो गेमको नाम चाहिँ पिरामिड च्यालेन्ज हो। यसमा चाहिँ कसले चाहिँ सबैभन्दा सर्टेस्ट टाइममा चाहिँ यो पिरामिड बनाउँछ। अनि पिरामिड चाहिँ कत्रो हुन्छ भने तल चाहिँ 7 वटा कप्स अनि डायगोनली माथि पनि 7 वटा कप्स हुनुपर्छ अनि लास्टमा चाहिँ माथि एउटा रहन्छ है। एकछिन म काउन्ट गर्छु ल 1 2 3 4 5 6 7 यस्तै हो सेम यस्तै बनाउनु भइहाल्छ है। अनि यो चाहिँ के हुन्छ यसमा चाहिँ सर्ट टाइममा खेल्ने कि के गर्ने सर्ट कसको चाहिँ सबैभन्दा सर्टेस्ट कसले चाहिँ सबैभन्दा सर्टेस्ट टाइममा बनाइसक्छ त्यसले चाहिँ खान पाउँछ दुईटा रासभरि दुईटा मात्रै फर्स्ट हुनेले तीनटा दुईटा फर्स्ट हुनेले हामीले यहाँ बट्टा राखिदिएको छ जति मन लाग्दाखेरि पनि खाँदा भयो अनि फर्स्ट हुनेले जति पनि खाँदा भयो जति खाँदा पनि भयो जति सके हामीले त यसमा टाइम सेट गरेको हुन्छ है यो गर्नको लागि। अनि अर्को कुरा जस्तै बनाउँदै गर्दै लड्यो भने अघि हाम्रो कुरा भएको थियो नि जस्तै बनाउँदै गर्दा मैले बनाउँदै गर्दै लड्यो तिम्रो गर्नु लड्नु सक्छ नि त लड्न सक्छ उता लड्न सक्छ फेरि लड्यो भने एउटा चान्स मात्रै मिल्छ लडेपछि हजुर बनाउनु यो यिनीहरु युज गर्नु मिल्यो त्यो अब लिएर राख्नु परेन मैले मोबाइल यहाँ तल राखेको छु। अब यसमा चाहिँ मैले टाइमर लगाइसकेको छु अनि यो चाहिँ झर्यो भने फेरि मिलाउन मिलिहाल्यो तर एक चान्सको लागि मात्रै अनि यो पनि युज गर्न मैले झरे भने नि अतातर गरेर मिलाएर भए पनि भयो अरु भन्दा फर्स्ट हुन सक्छु नि त हजुर फेरि झर्यो भने टाइम पज हुँदैन सेकेन्ड टाइम चाहिँ काउन्ट भइराख्छ झर्दाखेरि पनि टाइम त काउन्ट भइहाल्छ। अनि अब को फर्स्ट को सेकेन्ड र को थर्ड भन्दा कसले बनाउने सुरु फर्स्टमा चाहिँ साथीहरु गेम खेल्नको लागि एकदमै जहिले चाहिँ लास्टमा पर्नुहुन्छ जहिले विनर हुन्छ यसपालि चाहिँ फर्स्टमा पर्नुहुन्छ लिनु कुन चाहिँ बनाएको छ के छ बर्बाद भयो लास्टमा चाहिँ गफ भयो यहाँ चाहिँ यो एक्स्ट्राको लागि यहाँ छ गुलाब जामुन चाहिँ खानु भइरहेको छ टाइम अब उसले ठ्याक्क सुरु गरिसकेपछि स्टार्ट गर्छु म तल 7 अनि माथि पनि डायगोनल 7 हैन म नि फर्स्ट 7 भएपछि आफै मिलिहाल्छ भरे अटोमेटिकली मिल्छ नि हैन 7 लु यो यसलाई मैले मिडलमा राख्दिएको छु जो हुन्छ जो गर्छ मेरो पालीमा म बिचमै आउँछु नि यहाँबाट अप्ठ्यारो हुन्छ नि हात हटाउनु त ओके म यो अलिकति उसलाई अप्ठ्यारो हुन्छ भनेदेखि म यो टाइम यहाँ पनि राखिदिन्छु साथीहरु। अब तिमी रेडी छौ नि ठ्याक्कै मिलाइसक्दा लास्टमा मिलाइसक्दा लास्टको माथि राखिसक्दा ट्याक अफ स्टप ठ्याक्कै यही पज आउँछ अनि स्टप आउँछ नि स्टप हुन्छ ल म फ्रेन्ड्स रेडी 1 2 3 स्टार्ट डबल हुँदैन त्यो डबल हुँदैछ जितिसके नि अरूलाई हात लाउनु पाइएन तर डिस्टर्ब गर्नु चाहिँ पाइयो है फेरि अरूको हेर्दा अलिकति हैन अनुभव भइहाल्छ हैन साथीहरु किन त्यति धेरै गरेको भइहाल्छ कसैलाई सपोर्ट गर्ने भन्ने होइन सपोर्ट गर्ने भन्ने हुँदैन म सपोर्ट गर्ने भन्ने हो गयो केटाले गयो केटो गयो अब गयो सक्छु आई क्यान डु इट गयो झरिसके अरे झरिसके କିନ୍ତୁ अलिकति नहो न त्यति बेला भएको छैन हात नलागेको कुचाइसके अरे कस्तो कुचाइके अरे नि यसलाई बटाइ कुचाइसके आमामामा कत्रो टाइम लाग्यो उसले बिगारिहाल्यो अब लडे अब बिस्तारै त्यो लड्छ अरे झन्डै लडे अब लडे 1 minute 5 seconds 49 milliseconds त्यो टिपिहाल्यो पेपरमा पेपर यहाँ अलि बिर्सिन्छ ल हामीहरुको एक मिली सेकेन्ड पनि इम्पोर्टेन्ट छ है साथीहरु साइमनको रहेको छ 1:05:49 अब यो कति भयो 1 minute 1 minute 49 5 second 5 second 49 millisecond ओके ल
लु अब सेकेन्ड चाहिँ आउनु मेरो मलाई त म जित्छु जस्तो लाग्दैछ किन ठिक छ नो वरी लु तिमी उतापट्टि जाऊ मलाई सबैभन्दा धेरै डर चाहिँ बाबा लागेको छ किनभने बाबाले लगातार आजकल 9-10 को स्ट्रिक बनाइसक्नु भएको छ भिडियोमा जितेर साथीहरू साँच्चै नै अलिअलि साथीहरू अब मेरो पाली साइमन 3, 2, 1 यस्तै गर्नु हुँदैन स्टार्ट म जित्न सक्छु कमोन साइमन डिस्ट्र्याक्ट गर सक्नु हुँदैन झरिसक्यो अहिले नि लडिसक्यो 8वटा भयो 8वटा कन्फ्युज बनाए 9वटा हो 9वटा कन्फ्युज बनाए तँलाई जित्नु हुने भयो नि त नि सक्नु हुँदैन टच गर्नु पाएन है त्यो टेबल टच साइमनले जित्नुहुन्छ क्या अब मामुले साइमन जित्छ क्या ल सक्नु हुँदैन तर बिग्रे जस्तै छ है उसलाई तर कुच्चर बिग्रे जस्तै अब त घेर गयो साइमन घेर सक्नु हुँदैन सक्नु हुँदैन यस गयो साइमन वाउ 53 seconds 25 milliseconds रेकर्ड ब्रेक भइहाल्यो 1 मिनट कति थियो 5 सेकेन्ड यो निकाल्न अलिकति ढिलो गरिरहेको थियो हो ल त्यो मिलाएर राखिदियो अब मेरो लागि मलाई लास्ट बनाउँदैन होला चिट्ठामा पनि लास्ट बनाउँछ लाल मैले कतिवटा 4-5 पल्ट कुरकुरे जितेको छु यस्तो एक्युरेसीमा चाहिँ अब सक्दिनँ कि जस्तो लाग्छ मलाई ब्यालेन्सिङको गेम हो कसको ब्यालेन्स राम्रो हुन्छ त्यही हो तर अहिलेसम्म लडेको चाहिँ छैन पिरामिड बनाएको हामीले मलाई यसो यहाँ टक गर्दाखेरि चाहिँ अलिकति साइड जानु भएन है ल यो छुनु पाएन मैले छुको छुइनँ टेबल छुनु पाइँदैन है टेबल है अब यस्तो एक्युरेसी सबै अब ढिलो होइन नि यस्तो छ मैले भनेको यहाँ हाम्रो कतिवटा मिल्नु पनि 7 होइन कन्फ्युज मलाई अब कति कन्फ्युज अब कस्तो छ भने 2 जना भएर मलाई कन्फ्युज बनाउने त्यहाँ लास्टमा छु है तलमाथि गर्नु पाइएन टाइमिङमा है एकछिन दुईवटा आयो फेरि हारियो आज टच नगरे अगाडि अब माथि हाल्दा लड्छ है ऊ त्यो कप्तानी अगाडि लडेपछि त अब माथि हाल्दा लड्छ सक्नु हुँदैन तपाईँ ट्राई नगर्नु क्या सक्नु हुँदैन मलाई कति हराउनु लाग्यो दुईजनाले कति प्रेसर हेर्नु जित भनेको जितै हो कि गर्नु खोजे पनि आज त जसै गरे पनि म हार्छु होला भन्ने थियो लास्टमा अलिकति आफ्नो रोल पर्यो भने चाहिँ अब झन् होइन एकजनाले अब गर्ने थियो अहिले त लास्टमा त दुईजनाले यता भयो भने 8वटा भन्छ 9वटा ढिलो भयो डबल आइरहेछ साइमन कस्तो लाग्यो धेरै नराम्रो आज चाहिँ मैले यो पिरामिड बनाउनेमा चाहिँ 1 मिनट 5 सेकेन्डमा सकिसकेको छु मामुले 53 सेकेन्ड्समा र बाबाले चाहिँ 51 सेकेन्ड्समा वाउ 0.25 कङ्ग्रेचुलेसन्स त भन्छ होला नि कङ्ग्रेचुलेसन सँगसँगै आज मिठाई पनि छ हामीलाई बाँड्नु त अब यस्तो हो यो अरू बेला त त्यस्तै हो अब खानेकुरा पहिला म सबैलाई देखाएरै बटरबाट निकालेर होइन एउटा पहिला यो अब आफूले जितको चाहिँ साथीहरू अब आज चाहिँ दिनु पर्यो चान्स भनेर सोचेको थिएँ मैले यो हेरेको पनि थिइनँ 7वटा मिलाउने यस्तो खेल्ने भनेको ठ्याक्कै म आएँ है
अब एउटा त खानै पर्यो। अब मलाई कतिवटा भने 2टा 3टा कतिवटा खानुपर्ने जति मन लाग्यो त्यति खानु पर्यो। एउटा मात्रै कहाँ एउटा मात्रै यस्तो निकाल्छु एउटा यहाँ राख्छु हैन राखेर म अब खाँदा नखाँदा पनि म 2टा त खान्छु होला अरूलाई हुँदैन अहिले म 2टा मात्रै खान्छु 2टा खान्छु अब अनि गेम सके पछाडि अहिले 2टा खान्छु अनि गेम सकेपछि देखाइ त खानु पर्यो नि त पहिला है आजको गेममा कसरी लास्ट जहिले लास्टमा कुरा चाहिँ के भने मैले खेल्दै जाँदाखेरि डबल पनि आइरहेको थियो नि मेरो राख्दाखेरि 100% म हारेँ साइमनलाई चाहिँ जित्ने ट्राई गर्छु बिस्तारै चाहिँ जित्दिनँ होला भनेको थिएँ तर के गर्नु अब भाग्यमा भएपछि त्यही हो 2 सेकेन्डले हो त्यही त धेरै एकछिन खानु पर्यो भने मिठो रहेछ अब आफ्नै हो खानु त पर्यो नि साह्रै मिठो रहेछ साथीहरु आजको गेम चाहिँ मैले नै अब यो खेल्नुहोस् भनेर बोलाएको थिएँ तर म नै लास्ट हो है अलिअलि प्र्याक्टिस पनि गरेको थियो जस्तो लाग्छ मलाई उसो खेल्ने भन्दा गर्दै गरेको देखेको थिएँ उसले आज कन्फर्म जित्छ भन्ने नै थियो तर के गर्नु अलिकति हामीले स्पेस दिएर पनि होला नाच्नु जान्दैन आँगन टेढो भनेको सुन्नु भएको छ नि साथीहरू होइन सुन्नु भएको छ नि नाच्नु जान्दैन आँगन टेढो भनेको त्यो मिलाएर बुझ्दिनु होला धेरै ढिला नगरिकन हामीहरू गेमको अन्त्यतिर जाम है अब आजको भिडियोको फर्स्ट विनर हुन्छ विनर खोइ के चमत्कार हो लगातार जहिले नै जितिराख्नु भएको हुन्छ आज चाहिँ हराम भनेर हामी प्लान गरेको तर त्यही पनि भएन ठिक छ अब आजको भिडियोमा चाहिँ एकदमै मजा आयो हामीले पिरामिड च्यालेन्ज अब यस्तै गेम अब हामी उहाँलाई हराउने गेम केही लिएर आउन सक्छौ कि भन्दै आशा गर्दै साथीहरू गेम त्यस्तो हामी सानो सानो मान्छेलाई अलिकति सजिलो होस् भन्ने टाइपको त्यस्तो गेम छ भनेदेखि प्लिज दिनु होला भयो साइमन अब इन्ड गरौँ धेरै नआछ आजको भिडियोको लागि चाहिँ यति नै बाबाले 4टा गुलाब जामुन खानुभयो फर्स्ट भएर अब बाँकी पनि हामीलाई सेयर गर्नुहुन्छ होला अब पायो अब आजको भिडियोको लागि चाहिँ यति नै हामीले चाहिँ पिरामिड च्यालेन्ज खेल्यौँ तपाईँहरूलाई यो भिडियो मन पर्यो भने प्लिज लाइक र सब्सक्राइब गर्न नभुल्नु होला लाइक चाहिँ गरिदिनु होला है साथीहरू अब आजको लागि यति नै हस्त बाई।